इलिप्स। अब इलिप्स सबभन्दा पहिला इलिप्स बनाउनका लागि के कुरो चाहिन्छ, योसित रिलेटेड हैन टर्म्सहरू के छन् त्यसको बारेमा यहाँ चाहिँ केही कुरा चाहिँ आइडिया सेयर गर्दैछु। जस्तै इलिप्स बनाउनका लागि सबैभन्दा पहिला दुईटा एक्सिस चाहिन्छ। यहाँ चाहिँ मेजर एक्सिस छ, यो मेजर एक्सिस एक्स ड्यासमा एउटा इलिप्स बनाइएको छ। त्यस्तै माइनर एक्सिस चाहिँ वाइ एक्सिसलाई माइनर एक्सिसको रूपमा लियो, तर यसले इलिप्स यो चाहिँ बन्दाखेरि यसले एदेखि ए ड्याससम्मको यो डिस्टेन्सलाई ढाक्दछ। त्यसैले एदेखि ए ड्याससम्मकोलाई के भनिन्छ, मेजर एक्सिस। मेजर एक्सिस भयो, अनि यो मेजर एक्सिस भयो, त्यसपछि यहाँदेखि यहाँसम्मको डिस्टेन्स के भयो, माइनर। यहाँदेखि यहाँसम्मको डिस्टेन्स के भयो, माइनर। मेजर एक्सिसको लेन्थ कति भयो, 2a। यहाँ चाहिँ के छ, 2a। ए भनेको यो भर्टेक्स यतातिर पोजिटिभ डाइरेक्सनतिर एक्स एक्सिसमा ए परेकोले A0 भयो, र यहाँ इलिप्सको सेन्टर चाहिँ 0 0 छ है, 0 0। त्यसपछि यतातिर ए ड्यास छ। अब त्यसैले यसको कोअर्डिनेट कति हुन्छ, -A0 नेगेटिभ एक्स एक्सिसतिर, र यो टोटल डिस्टेन्स कति हुन्छ, एदेखि ए ड्याससम्मको डिस्टेन्स चाहिँ कति हुन्छ, एदेखि ए ड्याससम्मको डिस्टेन्स। यहाँदेखि यहाँसम्मको डिस्टेन्स ए भयो, यहाँदेखि यहाँको डिस्टेन्स के भयो, ए भयो हैन। यो दुईटै डिस्टेन्स के छ। अब हामी यहाँ के भन्न सक्छौँ, यो सेन्टर चाहिँ के हो, मिड पोइन्ट हो हैन। यो मेजर एक्सिसको के हो त, मिड पोइन्ट हो भन्न सक्छौँ। र यो सेन्टर चाहिँ के छ, 0 0। अब हामीले यो सेन्टर 0 0 भएको इलिप्सलाई के भन्छ, स्ट्यान्डर्ड इलिप्स भनिन्छ। यो स्ट्यान्डर्ड इलिप्स भयो। अब यसमा चाहिँ यो इलिप्सको कन्स्ट्रक्सन कसरी भएको होला, यसलाई हामीले कन्स्ट्रक्ट गर्नको लागि यसमा दुईटा फोकस चाहिन्छ। एउटा फोकसको नाम, यो कोअर्डिनेट चाहिँ C0 भयो, र यसलाई के भनिन्छ, यता पोजिटिभ डाइरेक्सन भएकोले C0 भयो। एक्स कोअर्डिनेट C भयो, वाइ कोअर्डिनेट 0 भयो। यहाँबाट यतातिर के हुन्छ, -C0। यसको एफ ड्यासको कोअर्डिनेट कति हुन्छ, -C0। त्यसैले यो डिस्टेन्स चाहिँ C भयो। C0 भएपछि यो डिस्टेन्स ओरिजिनबाट एफसम्मको डिस्टेन्स C भयो। ओरिजिनबाट एफ ड्याससम्मको डिस्टेन्स कति भयो, -C भयो हैन। यति हामी बुझ्यौँ। र फोकसमा हैन, अब यहाँ चाहिँ धेरै पोइन्टहरू हुन्छ हैन, इन्फिनाइट नम्बर अफ पोइन्ट्स हुन्छ, धेरै पोइन्ट। अनि रुल के हो त, कुनै एउटा पोइन्ट लिउँ, यो चाहिँ लोकस अफ द पोइन्ट्स हो हैन। पोइन्टहरूले बनाएको यो बाटो, पोइन्टहरूले बनाएको यो के हो त, बाटो हैन, इलिप्टिकल सेपमा छ। र यसको नेचर के छ भने, यसलाई यो कसरी बनाएको होला। यदि हामीले यहाँ चाहिँ एउटा सेन्टर 0 0 लिएपछि यहाँ सेम डिस्टेन्समा, यहाँबाट इक्वल डिस्टेन्स C डिस्टेन्स, यहाँबाट C डिस्टेन्स हैन, त्यसपछि यो एफए र एफ ड्यास ए यो पनि इक्वल छ भनेपछि OA ड्यास र OA ड्यास इक्वल छ। अब यहाँ चाहिँ हामी यहाँ कुनै पोइन्ट लियो भने हैन, त्यो P पोइन्टलाई जोइन गर्यो भने XY पोइन्ट भयो भने यो चाहिँ एफ ड्यास हैन, C0 भयो। अनि यसलाई जोइन गर्यो हैन, यो कुन ट्रायङ्गल बन्छ, FP एफ ड्यास। अनि यो चाहिँ एउटा हैन, एउटा काँटी यहाँ गाड्ने, एउटा काँटी यहाँ गाड्ने, र एउटा धागो लिएर हामी चाहिँ यसरी के अरे तन्काएर यसरी घुमायो भने यो चाहिँ के हुन्छ त, यो चाहिँ एउटा के भन्छ, इलिप्सको कन्स्ट्रक्सन गर्छ। भनेपछि यहाँ यसरी भन्न सकिन्छ, यो एउटा पोइन्ट PXY छ हैन, यो लोकसमा हैन, यो पाथ एक्सप्रेस्ड बाई मेनी पोइन्ट्स। अनि एउटा पोइन्ट PXY लियो भने PF र PF ड्यास यो दुईटैको डिस्टेन्स चाहिँ एडिसन गर्यो भने, सम गर्यो भने PF प्लस PF ड्यास चाहिँ केसित इक्वल हुन्छ, A ड्यास एसित अथवा 2A सित के हुन्छ, इक्वल हुन्छ। भनेपछि PF प्लस PF ड्यास इक्वल टु के हुन्छ, 2A। यो कसरी, जुनै पनि पोइन्ट, लोकसको कुनै पनि पोइन्ट र दुईटा फोकाइलाई हामी चाहिँ जोड्यो भने त्यो दुईटा डिस्टेन्स चाहिँ के हुन्छ, त्यो पोइन्ट हैन, त्यो के अरे त्यो फोकाइको डिस्टेन्स चाहिँ यो PF अनि कुनै अनि P
एफ ड्यास चाहिँ के हुन्छ त दुइटैलाई जोड्दाखेरि त्यो मेजर एक्सिस हैन यो 2ac त के हुन्छ इक्वल हुन्छ कन्स्ट्यान्ट हो जहाँ पनि। त्यसो भए यहाँ चाहिँ एउटा ए पोइन्ट लिउँ न। ए पोइन्ट चाहिँ यो भर्टेक्स छँदै छ A0, अर्को भर्टेक्स कति छ -A0, अनि यहाँ चाहिँ फोकाइ चाहिँ कति छ C0 छ। यो फोकस कति छ -C0 छ। अब त्यसो भए एएफ हैन यो पोइन्ट पनि इलिप्समै पर्छ नि त, ए पोइन्ट पनि इलिप्समै पर्छ। त्यसैले एएफ प्लस एएफ ड्यास है, एएफ प्लस एएफ ड्यास यो दुइटैलाई जोड्यो भने कति हुनु पर्यो 2a हुन्छ। ल हेरौँ न त के हुँदो रहेछ, यो हेरौँ है। यो एएफ यहाँ चाहिँ एएफ प्लस अनि एएफ ड्यास इक्वल टु 2a हुन्छ त। यसलाई क्याल्कुलेसनबाट हेरौँ। ल यहाँ चाहिँ के भयो त एएफ भनेको के हो, यो चाहिँ के हो त ओएबाट हैन, ओएबाट ओएफ घटाइदिने, ओएबाट ओएफ घटाइदिएपछि के हुन्छ यो। अब यहाँ चाहिँ ओए माइनस ओएफ हैन। त्यसपछि अब यहाँ चाहिँ फेरि के छ एएफ ड्यास। त एएफ ड्यास भनेको के हो, एएफ ड्यास भनेपछि ओए अनि प्लस ओएफ ड्यास अनि यो चाहिँ ओए भनेको के हो, ओए भनेको के हो ए भयो, अनि ओएफ भनेको के हो, ओएफ भनेको सी हो, किनभने यो चाहिँ फोकसको कोअर्डिनेट C0 छ, सी भयो। अनि ओए भनेको ए अनि ओएफ ड्यास भनेको के हुन्छ यो सी, अनि यो चाहिँ के हुन्छ दुइटै क्यान्सल हुन्छ, जोडेर 2a आएको हैन आयो। त्यसैले यसमा घुम्ने जति पनि पोइन्टहरू छ, जति पनि पोइन्ट त्यसलाई र फोकसलाई जोड्यो भने त्यो डिस्टेन्स दुइटै डिस्टेन्सको सम कति हुन्छ हैन 2ac त इक्वल हुन्छ, 2ac त इक्वल हुन्छ। ल अब यहाँ चाहिँ त्यस्तै पिएफ र पिएफ ड्यास, यो त कुनै पी एउटा पोइन्ट हो, यो कति हुन्छ 2a हैन 2a। अब कसरी हुन्छ त, यो अहिले हामी भर्खर गरे एउटा पोइन्ट ए लिएर एएफ प्लस एएफ ड्यास लिएर 2a त आयो। अब पिएफ प्लस पिएफ इक्वल 2a हाउ, यसको एक्जाम्पलबाट यो पनि प्रुभ हुन्छ मेजर एक्सिस। र यसबाट हामीले के अरे इलिप्सको इक्वेसन चाहिँ x² / a² + y² / b² = 1, यो इलिप्सको के हो त इक्वेसन हो। यसलाई यो हैन यो स्टेटमेन्टबाट हामी चाहिँ के गर्छ, यो कन्डिसनबाट हामी के गर्छौँ प्रुभ गर्छौँ मेजर एक्सिस हैन। यो लेन्थ चाहिँ 2a पिएफ हैन, पिएफ र पिएफ ड्यास इक्वल टु 2a, यो चाहिँ इक्वेसन फाइन्ड आउट गर्न हामी चाहिँ अहिले प्रुभ गर्छौँ है, यति बुझिराख्ने। अब यहाँ केही कुराहरू टर्म्सहरू छ। अब यहाँ हेरौँ है, यो चाहिँ डाइरेक्ट्रिक्स हो, जस्तै पाराबोलाको अगाडि एउटा के हुन्छ डाइरेक्ट्रिक्स हुन्थ्यो, त्यस्तै यहाँ चाहिँ भर्टेक्स यति चाहिँ पाराबोलिक सेप हुन्छ। यो पनि एउटा के हो पाराबोलिक सेप हो अर्ध हैन, यो चाहिँ आधी सेमी पाराबोलिक, यो चाहिँ के सेमी पाराबोलिक। त्यसैले यसको अगाडि पनि भर्टेक्स हैन, यो इलिप्सको भर्टेक्स अगाडि के छ डाइरेक्ट्रिक्स छ। यो हामी लाइन हेर्दैछौँ नि, यो पहिलो लाइन यो के हो डाइरेक्ट्रिक्स। अब यो पनि के हो दुईटा डाइरेक्ट्रिक्स छ, किनभने यहाँबाट यहाँ चाहिँ हाफ पाराबोलिक सेप भयो, त्यसै एउटा डाइरेक्ट्रिक्स यसको लागि, यो पार्टको लागि लेफ्ट पार्ट, र राइट पार्टको लागि हाफ पाराबोलिक हैन, यो चाहिँ डाइरेक्ट्रिक्स भयो। अब हामीले यो C0 भनेको नि, C0 भनेको AE, C भनेको AE, 0 हुन्छ भनेपछि C = AE हुन्छ। अब यसलाई रिमेम्बर गर्नको लागि AE हैन, पहिला हामी पाराबोला पढ्यौँ, ए लेख्ने, इलिप्सको ई लेख्ने, पाराबोलाको ए लेख्ने, AE, 0। त्यसैले C0 भन्नु नै के हो त हैन AE 0 हो, AE 0। त्यस्तै यहाँ -C0 भनेको के हो त माइनस, यहाँ चाहिँ हामी के लेख्न सक्छौँ -AE, 0 लेख्न सक्छौँ, -AE, 0 लेख्छौँ हैन। र यो फोकसबाट हामीले पाराबोलामा के पढाएको थियौँ, फोकसबाट सिधा परपेन्डिकुलर लाइन यदि कुनै एक्सिसमा छ भने यो त मेजर एक्सिस हो हैन। मेजर एक्सिसमा यहाँ चाहिँ के गर्यो हामीले पोइन्ट एउटा लाइन हैन फोकल कर्ड ड्र गरेका छौँ, यसले 90 डिग्री बनाएको छ। त्यस्तै यो राइटतिर बनाएको छ, यो राइट हैन, र यो चाहिँ हाफ पाराबोलामा, यता पनि हाफ पाराबोला छ, यो पनि के भयो त, यो पनि के भयो, यो चाहिँ ल्याटस रेक्टम भयो। अब सेन्टर भनेको यो 0 0 भयो, भर्टेक्स भनेको A0 भयो, दुईटा भर्टेक्स हुन्छ ए र ए ड्यास। सेन्टर भनेको एउटा बिचमा हुन्छ 0 0 हैन, र यो सेन्टरको दुवैतिर के हुन्छ फोकस हुन्छ।
फोकसको कोअर्डिनेट यस्तो। अब हामीले यसको इक्वेसन फाइन्ड आउट गर्ने पनि प्रोसेसको बारेमा बुझ्नेछौँ। तत्काललाई अहिले चाहिँ C0 भनेको AE0 हो भनेर हैन, C0लाई AE0 पनि लेख्न सक्छौँ। त्यसो भए यो ओरिजिनबाट यहाँसम्मको डिस्टेन्स चाहिँ AE भयो भने एक्स कोअर्डिनेट कति हुन्छ AE। अब त्यो पाराबोलिक यो चाहिँ इलिप्सको इक्वेसनमा हामी चाहिँ यो AE स्क्वायर AE को एक्स इक्वल टु AE राख्यो भने y को कोअर्डिनेट कति हुन्छ B स्क्वायर बाई A हुन्छ। B स्क्वायर बाई A अब कसरी हुन्छ त्यो अहिले हामी देखाउँछौँ। AE माइनस B स्क्वायर बाई A भयो भने y भयो भने पोजिटिभ हैन, नेगेटिभ के हुन्छ माइनस भनेपछि यो र यो चाहिँ हाफ पार्ट अफ ल्याटस रेक्टम, यो पनि हाफ पार्ट, फुल पार्ट अफ ल्याटस रेक्टम इक्वल टु के हुन्छ 2b, यसलाई 2b स्क्वायर बाई A हुन्छ। त्यो पनि हामी प्रुभ गर्छौँ है, यस्तो हो हैन। अब हामीले यसमा चाहिँ यसको AE भयो भने अब यहाँ चाहिँ डाइरेक्ट्रिक्सको कोअर्डिनेट कति हुन्छ AE 0 हुन्छ, किनभने एक्स एक्सिसमा हैन। यति सम्झिराख्ने यहाँ AE भयो भने यतातिर अगाडि बढ्यो भने नि यहाँ चाहिँ डाइरेक्ट्रिक्स हुन्छ, डाइरेक्ट्रिक्सको इन्टरसेक्टिङ पोइन्ट कति हुन्छ AE 0 हुन्छ। फेरि यता चाहिँ के हुन्छ नेगेटिभ एक्स एक्सिस छ, यो के हुन्छ माइनस AE 0। अब यो लाइन चाहिँ के छ त, यो लाइन चाहिँ के छ प्यारलल टु y एक्सिस छ। प्यारलल टु y एक्सिस छ भने इक्वेसन अफ डाइरेक्ट्रिक्स के हुन्छ y एक्सिस के हुन्छ x इक्वल टु समथिङ। त x इक्वल टु अब यता पोजिटिभ पार्ट चाहिँ AE, यता के छ नेगेटिभ, त्यसैले हामी दुईटैलाई कम्बाइन गरेर x इक्वल टु प्लस माइनस हैन, प्लस माइनस के लेख्छौँ त प्लस माइनस AE लेख्छौँ। यहाँ प्लस माइनस के लेख्छौँ AE लेख्छौँ। यो चाहिँ डाइरेक्ट्रिक्स इक्वेसन हो, यो पनि बुझ्छौँ। र अब यहाँ एउटा कुरो इसेन्ट्रिसिटीको कुरो छ, त्यसलाई इसेन्ट्रिसिटी हैन, जस्तै हामीले पाराबोलामा इसेन्ट्रिसिटीको कुरा गरेका थियौँ हैन। इसेन्ट्रिसिटी भने के हो फोकसबाट हैन कुनै पोइन्टको डिस्टेन्स, र जस्तै यो चाहिँ यो हैन यो डिस्टेन्स यो पोइन्ट हो भने यो डिस्टेन्स, र यहाँबाट डाइरेक्टमा खिचिएको यो डिस्टेन्स हैन, यो डिस्टेन्स हैन। यसको रेसियो जस्तै मानौँ यहाँ चाहिँ P1 पोइन्ट छ भने P1 बाई F र P1 बाई यहाँ चाहिँ M मान्यो भने P1 M, यो दुईटैको रेसियो हैन P1 बाई F र P1 बाई M, यो चाहिँ के हुन्छ त, यो चाहिँ के हुन्छ इसेन्ट्रिसिटी हुन्छ। यो चाहिँ के हुन्छ इसेन्ट्रिसिटी हैन, पाराबोला जस्तै इसेन्ट्रिसिटी यसको भयो। तर यहाँ चाहिँ बुझ्नुपर्ने कुरो के छ, इज इसेन्ट्रिसिटी इज अलवेज लेस देन 1 हुन्छ, इज अलवेज लेस देन 1 हुन्छ। र यसमा एउटा कुरो अझै बुझ्नु पर्यो, यहाँदेखि यहाँसम्मको यो पुरै माइनर एक्सिसको हैन मेजर एक्सिस, जस्तै यहाँ हेरौँ हामीले हैन, मेजर एक्सिस 2a भयो हैन। अब MN यहाँ हेरौँ MN र M डैश N डैश, यो भनेको के हो त ल्याटस रेक्टम हो। ल्याटस रेक्टम इज अलवेज परपेन्डिकुलर द एक्सिस हो हैन, यो पाराबोला जस्तै हैन, यो चाहिँ के हो ल्याटस रेक्टम भयो। त्यसपछि सेन्टर अफ द इलिप्स के हो, यो सेन्टर यो 0 0 भयो, सी के हो 0 0। भर्टेक्स दुईतिर छ, यता चाहिँ A 0 भयो, अनि सरी यहाँ चाहिँ यो भर्टेक्स भयो यो A 0, यता चाहिँ के छ माइनस A 0। त्यसैले दुईटैले कम्बाइन गरेर दुईटा भर्टेक्स एउटा पोजिटिभ र नेगेटिभ हैन, एक्स एक्सिस त पोजिटिभतिर पोजिटिभ र यतातिर के भयो नेगेटिभ भएकोले के भयो प्लस माइनस A 0 भयो। अब यसमा माइनर एक्सिस एलोङ द y एक्सिस भनेपछि BB ड्यास माइनर एक्सिस, यो भने कति हुन्छ 2b हुन्छ हैन, यहाँ चाहिँ 2b लियौँ। त्यसैले यसको b को कोअर्डिनेट कति भयो 0b भयो, यता नेगेटिभ डाइरेक्सनतिर भएकोले के भयो 0 माइनस b भयो। र फोकस कति छ, फोकस चाहिँ यो C0 छ, दुईटा फोकस छ, दुईटै फोकसलाई फोकाइ भनिन्छ। F चाहिँ कति छ C0, यो चाहिँ के छ के अरे माइनस C0 हैन, माइनस C0 भनेको माइनस AE 0 पनि लेख्न सकिन्छ, इक्विभ्यालेन्ट टु AE पनि लेख्न सक्छौँ। त्यसैले यहाँ फोकसलाई हामी एउटा पोजिटिभ, यता चाहिँ पोजिटिभ डाइरेक्सनतिर एउटा नेगेटिभ डाइरेक्सनतिर छ, त्यसैले दुईटैलाई कम्बाइन गर्दा के हुन्छ, दुईटैलाई कम्बाइन गर्यो भने के हुन्छ प्लस माइनस C0 हुन्छ। र यसलाई हामी चाहिँ के लेख्छौँ यो AE 0 भन्छौँ। र अब यहाँ चाहिँ C0 लाई हामी के लेख्यौँ AE 0 लेख्यौँ, AE 0 यसको मतलब C इक्वल टु AE हो। त्यसैले एउटा रिलेसन पनि आयो, C इक्वल टु के भयो AE, C इक्वल टु AE भयो भने E इक्वल टु के हुन्छ C बाई A भयो हैन। C बाई के भयो त, यो C बाई के भयो त A भयो, C बाई A इसेन्ट्रिसिटी, यो चाहिँ के यहाँ C इक्वल टु के हुन्छ AE हैन, E इक्वल टु इसेन्ट्रिसिटी इक्वल टु के हुन्छ त C बाई A भयो। ल अब यहाँ चाहिँ यो इसेन्ट्रिसिटी निकाल्ने एउटा
मजाको मेथड छ। अब यहाँ हेरौँ त यो यसमा कुन एक्सिस ठुलो छ, मेजर एक्सिस ठुलो छ कि माइनर एक्सिस? माइनर एक्सिस यति मात्रै छ, मेजर एक्सिस त लामो छ नि त। त्यसैले यहाँ चाहिँ होरिजेन्टल इलिप्समा के हुन्छ, मेजर एक्सिस के हुन्छ, ठुलो हुन्छ। अब हामीले एउटा रिलेसन फाइन्ड आउट गर्न सक्छौँ। जस्तै यहाँ हामी ए बी र सी बिच कस्तो रिलेसन हुन्छ, ल ए र बी सी तीनटा कम्पोनेन्ट ए बी सी लिएर हामीले कस्तो खालको रिलेसन कायम गर्न सक्छौँ, त्यतातिर अलि सोचौँ। ए बी, अब यहाँ हेरौँ त यो चाहिँ के छ त, यो चाहिँ के छ, यो चाहिँ के छ, सानो छ र यो चाहिँ ठुलो छ। अनि बी प्राप्त गर्नको लागि बी टु फाइन्ड बी एबाट के घटाउनु पर्यो, यहाँ हेर्नु यो पहिला यतिको कुरा बुझौँ है। यो एबी हैन भनेपछि कुन ठुलो छ, ए ठुलो छ, बी के छ, सानो छ। त्यसैले बी फाइन्ड आउट गर्नको लागि एबाट के घटाउनु पर्यो, सी। त्यसैले बी स्क्वायर इक्वल टु के हुन्छ, बी स्क्वायर हैन इक्वल टु के हुन्छ, ए स्क्वायर, किनभने ए त ठुलो छ नि त, ए स्क्वायर माइनस सी स्क्वायर यस्तो लेख्न सक्छौँ हैन। बी चाहिँ सानो छ, बी चाहिँ एबाट कुन घटाउने, सी घटाउने। त्यसैले यसलाई रिमेम्बर गर्नको लागि इफ ए इज ग्रेटर देन बी देन बी इक्वल टु के हुन्छ, बी इक्वल टु बी स्क्वायर इक्वल टु ए स्क्वायर। अब घटाउनु पर्ने के हो त, तीनटा कम्पोनेन्ट छ भने यसको कम्बिनेसनबाट लेख्दाखेरि ए स्क्वायरबाट के घटाउने, सी स्क्वायर। त्यसैले बी स्क्वायर इक्वल टु हामी के लेख्छौँ, ए स्क्वायर, अनि सी भनेको ए स्क्वायर छ भने बी स्क्वायर इक्वल टु के हुन्छ, ए स्क्वायर कमन झिक्यो भने 1 माइनस ई स्क्वायर हैन। अब यहाँ चाहिँ 1 माइनस ई स्क्वायर इक्वल टु के हुन्छ, बी स्क्वायर बाई ए स्क्वायर, बी स्क्वायर बाई ए स्क्वायर। यसलाई यता चाहिँ लग्यो भने के हुन्छ, अब चाहिँ 1 माइनस बी स्क्वायर बाई ए स्क्वायर, बी स्क्वायर बाई ए स्क्वायर इक्वल टु ई स्क्वायर। अनि इसेन्ट्रिसिटी इक्वल टु के हुन्छ भनेपछि 1 माइनस के हुन्छ, बी स्क्वायर बाई ए स्क्वायर। यहाँ मेजर चाहिँ के छ त, जुन ठुलो छ त्यो चाहिँ मुनि छ है। यसरी हामीले यो पाराबोला सम्बन्धी के अरे इलिप्स सम्बन्धी धेरै कुराहरू, टर्म्सहरू हैन। यहाँ चाहिँ मेजर एक्सिस, माइनर एक्सिस हैन, मेजर एक्सिस, माइनर एक्सिस, ल्याटस रेक्टम, डाइरेक्ट्रिक्स हैन, सेन्टर अफ द इलिप्स, फोकस अफ द इलिप्स, त्यसपछि भर्टेक्स अफ द इलिप्स, त्यसपछि यसको सेन्टर हैन, के अरे यसको फोकसको कोअर्डिनेटबाट हामीले इसेन्ट्रिसिटी कसरी निकाल्ने तथा हैन, यी कुराहरू हामी चाहिँ यहाँ चाहिँ बुझ्न सक्छौँ।